बिरामी परिराख्ने मान्छेले के गर्ने? यदि बिरामी परिराख्नुहुन्छ भने नाग देवताको पूजा गर्नलाई सुरु गर्नुहोस्। नाग देवतालाई सोमबार र बिहीबार पूजा गरेको बढी मनपर्छ। अनि नाग देवतालाई सिन्दुर केसरी यस्तोले पूजा गरेको मन पर्दैन। नाग देवतालाई काँसको फुलले, टटेलाको फुल, टक्करको फुल, इन्द्रकमल, जाईजुली यस्तो फुलहरू चढाएको मनपर्छ। अनि नाग देवतालाई चामलको पिठोको पुवा बनाएर चढाएको मनपर्छ। अनि नाग देवतालाई चामल फुलाएर त्यसलाई सिलौटामा पिसिसकेपछि त्यसलाई पानी राखेर फेट्ने अनि यस्तो प्रकारको चामलको दुध चढाएको मनपर्छ। सेतो वस्त्र चढाएको नाग देवतालाई साह्रै नै मनपर्छ। अनि गाईको घिउको गोलुवा धुपले यसरी आरती गरेको नाग देवतालाई असाध्यै मनपर्छ। अनि नाग देवता धेरै शक्तिशाली होइसिन्छ। हामीले यसरी नाग देवतालाई सोमबार बिहीबार यस प्रकार हामीले पूजा गऱ्यौँ भने हाम्रो चाहिँ रोग शोक दुःख पीडा कष्ट उहाँले हरेर लिइदिनुहुन्छ। अनि स्वास्थ्य धनधान्य सम्पन्नता उहाँले प्रदान गर्नुहुन्छ। नागदहमा पनि नाग देवताको मन्दिर छ। अब आफ्नो नजिक कुन चाहिने मन्दिर पर्छ यहाँहरूले खोजेर नाग देवताको पूजा गरेर यसको पूर्ण रूपमा फाइदा उठाउन सक्नुहुन्छ। थ्याङ्क यू।